हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने म आशा गर्छु। अनि आज चाहिँ हामी अरिङ्गाल पोल्न हिँडेको। आज चाहिँ अरिङ्गाल पोल्न भनेर यसो 3 जना भएर हिँडेको होइन। रातको 8 बजिसकेको छ। अनि पारी पनि गइदिनु क्या हो। यता हाम्रो एकेन्द्र दाई हुनुहुन्छ, यता चाहिँ हाम्रो बाबा हुनुहुन्छ, यता म छु। हामी 3 जना चाहिँ अरिङ्गाल पोल्न हिँडेको है, कालो अरिङ्गाल। हाम्रो सामानहरू उहाँ छ, त्यहाँ बाँस राखेछ। अनि अरू यति हो। एकछिनपछि म फेरि उहीँ पुगेर फेरि भिडियो गर्छु है। ल हामी चाहिँ यहाँ आइपुग्यो होइन। अब हामीले चाहिँ त अब बानबेर गर्न लागेको यता पोल्दिहाल्ने। अब त्यहीँ पलतिर हो, त्यो बुट्टामा त्यहाँ देखिरह होइन अहिले चाहिँ। चाहिँ आइपुगेर यहाँ अब बाँध्न लाग्यो है। हल्का चिल्लो बनाउनु पर्यो भनेर हो। यहाँ पनि छ है आँखला फाल्ने कार्यक्रम हुँदैछ है हाम्रो चाहिँ। यहाँ छ कि यहाँ आँखला यस्तरी बानिराख्नु भएको छ है गाइस। यहाँ चाहिँ हल्का चिप्लो छ गाइस। हामी चाहिँ यस्तो चिप्लो छ, अडिँदै हिँड्न पर्यो है गाइस। यहाँ अप्ठ्यारो छ क्या अलि होइन। अगाडिबाट नमाल्नु दाइ, यही यो अप्ठ्यारो भनेको। अप्ठ्यारो चाहिँ कटेँ है म चाहिँ। यहाँ अप्ठ्यारो छ यस्तो अप्ठ्यारो छ। ल हामी चाहिँ अब सजिलोमा आइयो। खै एकचोटि लाइट दिँदा दाइ एकदम उस है यो अप्ठ्यारो। आँखा त परेन नि। ओ त्यहाँ है गोलो चाहिँ हो देखिए होइन खासै अलि राम्रोसँग। त्यहाँबाट त्यहाँ छ। ल हामी आइसक्यो है गाइज। धेरै हल्को त हुन्न कहीँ तङ्गल। ल आउनु माटो त पुरै फुस गयो है। ढिका छैन क्या। नै त्यहाँ छ गोलो चाहिँ हो, त्यहाँ लाइट बालेको ठाउँमा छ। अनि त्यहाँ पोल्ने ठाउँ हेरौँ है गाइस। होइन है खै त्यहाँबाट त गोलै देखिए नै। नदीबाट झन् गोलै देखिएन, अलि टाढाबाट गर्नुपर्छ।
गोलै देखिएन यार यस्तो अप्ठ्यारो ठाउँमा छ के छेक्की खाके गोलै गोलो हो त्यो कापामा हालेर अनि उ गर्नुपर्छ पहिनै तेल पहिनै म चाहिँ निकालेर लिएर आइसकेको छु अनि गोलो चाहिँ यता छ अब यो गोलो चाहिँ अब मासतिर गएर भिडियो बनाइन्छ फिलिन्छ यो झोला चाहिँ अब भिर्नै पर्यो तर ठुलो छ चारवटा पाना छ क्या 4-5वटा पाना छ तेल छ उहाँ तुलो निकाल्न लाउनु भयो ठोकिन्छ क्या भाइ पहिनै ल दाइ ल तुलो निकालेर लिएर जाने हो यो चाहिँ एकछिन म चाहिँ ल उहाँ थियो मैले चाहिँ निकालेर लिएर आइसकेको छु है गइहाल्ने हो ल जाऊँ ल हामी चाहिँ हिँड्ने हो यहाँबाट चाहिँ तेलको बोतलमा अलिकति तेल छ अब त्यही बाल्दै जाने हो ल ए बारिस भन्छ ऊ त बुटा अड्किएछ यार ल म चाहिँ मासतिर गएर भिडियो गर्छु है फेरि म चाहिँ माथि निस्केँ यहाँ अप्ठ्यारोबाट यता दाइ र बाबा चाहिँ आउँदै हुनुहुन्छ म चाहिँ अप्ठ्यारोबाट अलि मासतिर आइपुगेँ है गाइज बाटो देखाइदिएछु क्या बिस्तारै आउनु न पसिना भयो गाइज हल्का हल्का पानी परेको मेरो चप्पल चाहिँ हो यता छ अब यस्तो राखेको छु मैले चप्पल ल गाइज अब हामीले चाहिँ गोलो निकाल्दैछौँ कस्तो तरिकाले बाँधेछु यहाँ भागिर नमाने त दुःख गइहाल्यो यस्तो अप्ठ्यारोबाट आएर अब गरामा आएर लाउँदै अडाउनु त यस्तो अर्को लाइट पनि यस्तो हेरौँ न ल चाहिँ यता राखेर पाकेर नमानेदेखि त गइहाल्यो नि है कति गतिलो हो अतिलो छ अतिलो छु यार कम्तीमा नि भाउ छोराले मात्रै उज्याल्ने यार आतिलै छ क्या अब हेरौँ है कतिवटा पाना छ मजाले लिएछ क्या है हो डरै चाक्लै हो यार चाड हैछ क्या म त आमामा भोरिलो खतरा भोरिलो यार ल ठिक छ अर्को पाना कालो अरिङ्गल भनेर नपताउने भए हेर्नु है कालो अर्को दुईटा पाना रहेछ नि पाँचवटा पाना कालो अरियल एकदम ओरिजिनल कालो अरियल यसलाई यहीँ राखेर लिएर जाऊँ होइन ल जाऊँ ल अब बोराभित्र नि हेर्नुहोस् है लाग्यो यार आज गोलो त मजा आयो है दुःखरे अनुसारको भयो कि यात्राका खसिए भनेर मेरो हातमा यस्तोमा यस्तो नअडाएको भए त खसेको नि यार माथिको दुईटा ठुलो पाना केही नभने नि 3 जनामै मध्येमा त्यतिकै रिस उत्पन्न हुन्थ्यो ल बल्ल पाएको भयो है हामी सजिलो आइयो चप्पल पुरै केही देखियो छैन क्या हेर्नु न को आयो ल हामी चाहिँ निस्किसक्यौँ हो ल धन्यवाद म अब उहीँ किरा निकाल्ने बेलामा देखाउँछु है गाइज कताबाट उक्लिने यार जम्मै बारी छ यार
उक्लिदिएँ म पनि ल यता हाम्रो अङ्कल पनि आइसक्नु भएको छ बल्ल सङ्केत पाएको भए हामीले के भाइ यो सजिलो धेरै आउँछ नि त कालो त्यही त म यो अँडेललाई हेर्न आएको भनेको हिजो पर्ति भाइ हामी ख्याल खेलमा ल हाम्रो टिम हेर्नु है 1 जना 2 जना 3 जना मसित 4 जना एलियन आखानु एलियन जादु जादुवाला लिएर आउँछ मोडेल यसले कुखुरा काट्यो यो त पोसेन त्यो ल एक लात बोकेर मैले हिँडेँ है गाइज ए भाइ मिस्टेको अन्दिन नि ल त्यहाँ घरको बाटो लथुरो यो अलि लथुरो नजाने रहेछ हामी चाहिँ बाटोमा आइपुग्यो हामीले उस बल मिलाएर घाँचो पेलेर अनि दौडो भएर फिङ घुटाडेको होइन के होइन त्यो त कहाँ लुतुक्क तलतिर नुगेको थियो नि त एकचोटि त पाडा नछिरेको भए जिस्किन्थ्यो एउटाले टोकेन एउटा केही भएन के ल फाइनल्ली हामी चाहिँ बाटोमा आइपुग्यो ल अब बाँकी चाहिँ घरै गएर है हामी चाहिँ घर आइपुग्यो है दाइले चाहिँ मासु काट्दै हुनुहुँदैछ र यो छ 5 वटा पानासितको 2 पाना 3 पाना यस्तो छ कि यहाँको अलिअलि खस्यो नत्र त यो त किसिमी बोरीले थियो कि यो चाहिँ त्यही त नि ल तानामी सबैले किरा आमा पकाऊ है जो आधा त्यसरी हो आमा सम्पूर्णलाई माफ गरौँ चाक्री हाम्रो रहेको न त पैसै छैन सबिनाले लान्छ नि त दामी दामी बाख्रा छ एउटा पाना निखिरिसक्यो लगभग पाना निखिरिसक्यो लाम त यो पनि निकाल अन्तिया पालाम न त के अरे हरियल पोल्ने हामी सबैजनाले पोलेको अरिङ्गाल ल भयो ल यता चाहिँ पकाउने कार्यक्रम हुँदैछ है अरिङ्गाल पकाउने कार्यक्रम टक्क भुट्ने कार्यक्रम हुँदैछ भुटेर टक्क खानुपर्छ ल अरिङ्गाल पाकेर चाहिँ रेडी छ है भुटेर पाकेर रेडी छ अब ल यता मम्मीले चाहिँ यहाँ भाँडामा हाल्दै हुनुहुन्छ कटौरामा राख्नु नि थोरै होइन ल अब म चाहिँ खान लाग्यो है अरिङ्गाल चाहिँ देउरे आज खोतो पनि खानु हुन्थ्यो नि भाती जाम खोइ अरिङ्गाल खाँदै है गाइज ल बब्बाल भयो ल यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है र यो भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु
यो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है। लाइक शेयर कमेन्ट गर्न नबिर्सिनु होला अनि सब्स्क्राइब पनि गरिदिनु होला मेरो युट्युब च्यानललाई। ल धन्यवाद।